दुई कम्पनीको आइपिओ लगातार खुल्दैछ। कुन कम्पनीको आइपिओ हो त र कति गतेदेखि खुल्दैछ त त्यसको बारेमा तपाईहरुलाई जानकारी दिनेछु। आइपिओ खुलाउने पहिलो कम्पनी रहेको छ कलङ्ग हाइड्रो लिमिटेड। यस कम्पनीले जेठको 8 गतेदेखि जेठको 13 गतेसम्मको लागि आइपिओ बिक्री खुल्ला गर्दैछ र यो आइपिओ चाहिँ सर्वसाधारणको लागि नै खुल्दैछ, सबैले भर्न मिल्नेछ र कम्पनीले सर्वसाधारणको लागि 28,70,000 किता सेयर निष्कासन गर्दैछ। प्रति किताको मूल्य 100 रुपैयाँकै दरले र सेक्टर हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ र यो आइपिओ खुलेर बन्द भएसँगै अर्को आइपिओ खुल्दैछ र त्यो कम्पनीको नाम रहेको छ सानीगढ हाइड्रो लिमिटेड। यस कम्पनीले जेठको 14 गतेदेखि 20 गतेसम्मको लागि आइपिओ बिक्री खुल्ला गर्दैछ र यो आइपिओ चाहिँ सर्वसाधारणको लागि नै रहेको छ, सबैले नै भर्न मिल्नेछ र कम्पनीले सर्वसाधारणको लागि 46,74,000 किता सेयर छुट्याएको छ। प्रति किताको मूल्य 100 रुपैयाँको दरले खुलाउनेछ। सेक्टर हाइड्रो पावरमा पर्नेछ भने यसको लागि इस्यु म्यानेजर लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई राखिएको छ। सो यी दुई कम्पनीको आइपिओ लगातार खुल्दैछ, त्यसैले यो आइपिओ भर्नको लागि रेडी भएर बस्नु होला र यस्तै आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित अपडेटहरू भिडियोहरू हेर्नका लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।